आई एम एट अ प्लेस वेयर एक बोतल पानी 1 लिटर पानी कस्ट 350 रुपियाँ अरे। यही होटलमा बसेर यही होटलमा खाना खाइरहेको छौँ होइन। त्यही पनि यो 1 लिटर पानी भर्न लगाएको मैले। यो बोतल चाहिँ यो सर्ट ब्यागको काम गर्छ। ओछ्यानमा राखेर तताउनु पनि मिल्छ। अनि यसको चाहिँ 350 रुपियाँ अरे। इट्स करेन्टली 3:45 इन द मर्निङ। चाँडै उठाइदिएँ म चाहिँ 2:50तिरको अलार्म थियो। अनि गर्दा गर्दै अब ढिलो भइहाल्यो। टोइलेट गएको झन्डै जमेन। टोइलेटवाला पार्ट पनि हात पनि झन्डै जमेन। इट्स अल राइट। -11 -12 जस्तो त्यो टेम्परेचर। अनि अब ब्रेकफास्ट खाने अनि दौडिहाल्ने। यहाँ सबैजना त्यस्तै नै गर्नु हुँदो रहेछ तिरिचो जानको लागि। सो हामी पनि त्यही हुनमा छौँ। अनि मैले किन लगाइरहेको छु यस्तो एउटा घाँटीको लागि एउटा कानको लागि एउटा अर्को त्यो जुन कवचको हिजो लगाइरहेको थिएँ मैले त्यो चाहिँ अहिले मैले यहाँ हातमा बाँधेको यसरी हातमा बाँधिरहेको छु। यो चाहिँ कानको लागि एक्स्ट्रा प्रोटेक्सन अनि त्यसको माथिबाट यो लगाएँ। त्यस्तो बिल्कुल लेने गई नै। अनि सनस्क्रिन अब बोक्नु सबै कुरा बोक्न झ्याउ हुन्छ किनकि ब्याग बोक्ने होइन। अनि यहीँबाट लगाएर हिँड्नु पऱ्यो। यस्तो कुराहरू चाहिँ बोकेर जाने भनेको खालि पानी अनि अब चस्मा लानु परिहाल्यो। अनि टर्च लाइट छ टाउकोमा लाउने वाला। त्यही हो अब खाने अनि जाने सकेसम्म 4 बजे हिँड्ने भन्ने प्लान थियो। अलिकति ढिला हुन्छ जस्तो छ तर इट्स अल राइट। हामी सँगै जान लागेको टोली। प्रमोद के छ तिम्रो एक्सपेक्टेसन के छ के होला बाटोमा? हाई अन के होइन ल के छ एक्सपेक्टेसन के छ तिम्रो के होला बाटो? तिम्रो के छ बाबु? हो द्याट्स द स्पिरिट। त्यो हो नि त तरिका। तिम्रो के छ दिपा एक्सपेक्टेसन के छ आजको? निरज इधर देख्ले भाइ के छ एक्सपेक्टेसन के छ आजको? ओके मेक सेन्स। ओके विशाल के छ तिम्रो एक्सपेक्टेसन आज? हजुर जसरी नि पुग्ने होइन 4 खुट्टा टेकेर भए पनि पुग्ने हो आज। यो हो क्या तरिका। वेल प्रिपेयर्ड अब हिँड्ने। मैले जुत्तामा पनि लगाएको छु। हेडलाइट छ चस्मा बोकेको छु। सो इट मस्ट बी फाइन। घाँटी सक्ने एउटा छ टाउको सक्ने 2टा छ। ओके लेट्स गो। 5 बज्यो। टर्च लाइट बालेर टाउकोमा हिँडिरहेको छ। हिमालहरू देखिरहेछ। मेरो क्यामेरामा खासै देखिँदैन होला। सनराइज टाइम 5:45 छ। अलिअलि यहाँनिर उज्यालो आउनु थाल्यो। यसै खाले बाटो ठाडो उकालो चढ्यो एउटा 22 घुम्ती आउनु बाँकी छ। त्यसपछि ठिकै छ अरे बाटो। आधी बाटो आयो होला कि भन्ने अनुमान छ। सनराइजको सुरुवात हुन थाल्दैछ यताबाट। लाइट निभाएँ मैले किनकि उज्यालै छ। अब यसैमा चस्मा लाउनुपर्छ। यो मुन देखिरहेछ। अब म फ्रन्ट क्यामेराबाट ब्याक क्यामेराबाट देखाउँछु। यही ट्रेलो हिँडिरहेको हिमालहरू टिरिक्क टल्किन थाले सनराइज नहुँदाखेरि पनि। मेरो हातमा जीवन जल छ पन्जा लगाइरहेको छु। यही हो सहारा जिन्दगीको। 5:46 भयो सनराइज। ट्रेल यहाँ तल के चाहिँ हिँडेर आयो। थैट अझै आधी बाटो नै आइपुगेन होला। ओह यु ब्युटी। आई डोन्ट ह्याभ वर्ड्स टु डिस्क्राइब यु। अब हिँडौँ। बाइस घुम्दै चढ्दैछु। कति हो कति बाँकी छ अझै। यता चढेर आयो। अब यता चढ्न बाँकी।
ग्रेनोला बार ब्रेक भोक लाग्यो त्यही भएर बाइस घुम्दै कटियो म बेस क्याम्पदेखि यहाँसम्म बसेकै थिइनँ क्या अनि अहिले चाहिँ हिउँमै बस्थेँ म चिसो भयो नि होस् भनेर साह्रै नसकेर तलबाट अझै टन्नै मान्छे आउँदैछन् यहाँ हिम पहिरो गइरहेछ यो कुन चाहिँ हिमालमा म अर्को क्यामेराबाट देखाउँछु यतातिर कतै हिम पहिरो गइरहेछ अनि त्यो दाइले देखेको भन्दै हुन्थ्यो गाइड दाइले अनि त्यही भएर यो यसरी आइरहेको छ बादल उठेर यहाँ यसरी बसिरहेको छु म यतातिर पनि मान्छे आउँदैछन् यतातिर हामी पनि यहीँ चढेर आयो भर्खर 22 घुम्ती फाट्छ यहाँ त लिटरली फाट्छ धेरैजनाले किन गिभ अप गर्छन् यहीँबाट भनेर बुझिरहेको छु म ठिकै छ यस्तो बाटो जिन्दगीमा कहिले हिँडेँ होइन हिउँ टेकेर अझै नजिक आइपुगेँ कसैलाई सोधेँ 1 घन्टा हुन्छ कसैलाई सोधेँ 20 मिनट हुन्छ यहाँ छ हिमाल चाहिँ यो बाटो हिँड्दै आएको होइन भर्खर चारैतर्फ हिउँ नै हिउँ जाँदैछु अब पुग्न लाग्यो तिलिचा फक म्यान चिसो जति हिउँ देखिरहेको छ यहाँ त्यति धेरै चिसो छैन हुन त म हिँडेर ज्यान तातिरहेको भएर होला अब यहाँ चाहिँ तेर्सै छ बाटो अलमोस्ट माथि आइपुगेपछि सो इट्स कुल फाइनली बिहान 4:30 बजे हिँडेको 8:45 भयो Here I come. Tilicho. Shit man, shit. आइपुग्यो 4919 मिटर झन्डै 22 घुम्तीमै गिभ अप गरिसकेको This is Tilicho. Fuck. 4,919 meters. Tilicho Lake. Concord. आइपुग्यो जस्तो तसो. And it's beautiful. It's worth it, man. It's worth it. Everything. सा भइरहे अल्टिट्युडले त्यस्तो धेरै गाह्रो भएको छैन तर गन छु म मेरो लङ्स मेरो खुट्टा सब गन छ गन तर आइपुग्यो गर्न तिलसम्मै छौँ साथीहरूलाई कुरिराखेको र एकछिन बस्दाखेरि नै कस्तो लो अक्सिजन जस्तो फिल हुँदो रहेछ क्या यहाँ सास फेर्ने अलिअलि अप्ठ्यारो जस्तो हुँदै आउँदो रहेछ अनि सबैतिर हिमाल छ नि त यहाँ हिमालको बिचमा भएको भएर नि होला अक्सिजन लेभल त लो हुने नै भयो 4,900 मिटर्स हो होइन अनि हिमाल भएको भएर पनि हावा पनि थिन पनि अनि चिसो पनि छ क्या अनि त्यही हावा हाम्रो लङ्समा पुग्दाखेरि चाहिँ जति नेसेसरी रेस्पिरेसन हुनुपर्ने हो त्यो चाहिँ हुन सक्दैन त्यही भएर हो अलिअलि गाह्रो हुने तर त्यो ठिकै छ त्यस्तो अनबियरेबल छैन किनकि यत्रो हिँडेर आएको छ बियरेबलै हुन्छ अब यहाँ टी सप छ कालो चियामा मरिच यति मरिच लाग्ने गरी हालेर खाने हो अनि आनन्द फिल हुन्छ अनि फर्केर जाने दो भाइ दोनों चुतिए हुन्छ थक गए मैले सोचेको सबै कुरा भनिसकेँ हाम्रो साथीहरू सबजना आइपुगे म बनाउँदिनँ भिडियो
जस आइपुग्यो त्यो हो ठुलो कुरा बाटो चिप्लो छ अब ओह्रालो झर्नको लागि अब ख्याल गरेर हिँड्नुपर्छ त्यही हो कुरा चाहिँ अब बिकज मैले यहाँ टी हाउसमा कालो चिया खाएँ मरिच छ कि भनेर सोधेको मरिच छैन अरे ल्वाङ सुकमेल छ भनेर भन्यो सुकमेल देखाएको थियो एउटा चियामा अनि चिनी नहालिकन खाएको 200 रुपियाँ तर ठिकै छ यो ठाउँको लागि इट वाज ओके अब एक दुईवटा फोटो खिचेर अनि तल हिँड्न थाल्नुपर्छ द्याट्स द प्लान अब चाहिँ फर्किरहेको तिरिचोबाट आइसी स्नोवी पाथबाट जताततै स्नो बाइक केही छैन क्या यहाँ रहर लाग्छ मान्छेहरूलाई यस्तो ठाउँ आउन तर नो इट्स भेरी हार्ड मेरो यसले गर्दा मात्रै हो अनि कन्फिडेन्स आएको नत्र इट्स हार्ड यो 22 कम्ती चढ्न जति गाह्रो थियो झर्न त्योभन्दा 1000 गुणा गाह्रो यस्तै नै छ बाटो पुरै नै बाटो यस्तै नै छ क्या हिउँ पुरै चिप्लो यति चिप्लो छ फेरि लडिएला भन्ने चिन्ता लडियो भने एकैचोटि गएर मर्सिङदीमा ख्यालै गरेर हिँड्दा थ्याट सबैभन्दा गाह्रो पोर्सन नै तिलिचो बेस क्याम्पबाट तिलिचो जाँदाखेरि 22 कम्ती रहेछ क्या अझै हिउँ परेको बेला हिउँ नपरेको बेला ज्यान दुखेर खुट्टा दुखेर थाकेर गाह्रो हो नि अनि हिउँ परेको बेलामा त यति चिप्लो यो बाटो यता खुट्टा राखेर चिप्लिया छ उता खुट्टा राखेर चिप्लिया दिक्क बल्ल तल आइपुग्यो सबै 22 कम्तीको त्यो ओह्रालोमा खिच्ने धरि आँट आएन मलाई त्यहाँनिर 3-4 चोटि लड्यो होला 3-4 चोटि के कचेरी लड्यो यस्तै रहेछ अब के हार्नु तिलिचो बेस क्याम्पमा खानासाना खायौँ अनि अब श्रीखरको जाने भनेर हिँडेको हामी कति भयो टाइम 3:45 भएछ ढुङ्गा खस्ने पिक टाइम हो तर अब विचार गरेर हिँड्ने लेट्स गो यो बेस क्याम्प भयो अनि हामी हिँडेको बाटो चाहिँ यताको ट्रेल यहाँ 22 कम्ती देखिरहेछ यत्रो हिँड्यो यहाँ नजिकै देखिन्छ कहाँ हो कहाँ टाढा अब जाँदैछौँ श्रीखरका के भयो यस्तो छ हालत सबैजनाको ल्यान्डस्लाइड एरिया कटियो 1.5 घन्टा लाग्यो हो ल्यान्डस्लाइड जिउँदै कटाइयो अब यहाँदेखि यता त श्रीखरकासम्म लाइट बालेर जान नि केही छैन ल्यान्डस्लाइडको डर छैन